नमस्कार सम्पूर्णमा। लियोनार्डो भिन्सी संसारकै सबैभन्दा प्रसिद्ध चित्रकार मध्ये एक हुनुहुन्थ्यो। उहाँको जन्म सन् 1452 अप्रिल 15 गते भएको थियो। उहाँ सानैदेखि नै जिज्ञासु स्वभावको हुनुहुन्थ्यो। उहाँलाई प्रकृति, चित्रकला र विज्ञान र नयाँ कुरा सिक्नेमा धेरै रुचि थियो। बाल्यकालदेखि नै लियोनार्डोलाई चित्र बनाउन धेरै रुचि थियो। उहाँको प्रतिभा देखेर उहाँलाई चित्रकलाको परीक्षणतिर पठाइयो। उनी केवल चित्रकार मात्र थिएनन्, उनी वैज्ञानिक, आविष्कार र इन्जिनियर, लेखक र गणितज्ञ थिए। उनले मानव शरीर, जनावर, आकार र पानी र प्रकृतिका धेरै विषयहरूमा अध्ययन गरे। उनले बनाएको मोनालिसा संसारकै प्रसिद्ध चित्रमध्ये एक थियो। त्यो चित्रको मुस्कान आजसम्म पनि रहस्यमा छ। त्यसैगरी उनले बनाएको द लास्ट सुपर पनि विश्वको प्रसिद्ध चित्रमध्ये एक हो। जीवनभर उनले कला र विज्ञानलाई सँगसँगै अघि बढाए। उनको विचार थियो कि ज्ञानको कुनै सीमा हुँदैन भनेर। त्यसैले उनी कहिल्यै सिक्न डराएनन् र सिकिरहन चाहे। सन् 1519 मा उहाँको निधन भयो। तर उहाँको काम र योगदान आज पनि संसारभर सम्झिन लायक छन्। लियोनार्डोले हामीलाई राम्रोसँग आफ्नो सपना पूरा गर्न सिकाउनुभयो र हामीले कसरी आफ्नो सपना साकार गराइन्छ भन्ने कुरा सिकाउनुभयो। हामीलाई राम्रो कुरा गर्ने र आफ्नो सपना जति गहिरो हुन्छ त्यति मजबुत भएर